पोखराबाट काठमाडौँको यात्रा म चाहिँ मेरो गेस्टलाई लिएर आउँदैछु। कति बजे आइपुग्छु? 8 बजेर अहिले 16 मिनट गयो है त। बाटोमा पनि रमाइलो भेटघाट गर्दै आउँदैछु। ओके ल, पोखराबाट त हिँड्यो हामी होइन। अब सबैलाई काठमाडौँमा भेट्ने बाचाका साथ सर अगाडि बढ्दैछु। आजको यात्रा पोखरादेखि काठमाडौँसम्मको विभिन्न दृश्य हेर्नुहोस् त। खोला अगाडि एकदमै मनमोहक दृश्यका साथ अगाडि बढ्दैछु साथीहरू। यो मेरो पहिलो भ्लग हो, कस्तो छ कमेन्ट गरिदिनु होला। यो चाहिँ 2 दिनमा चाहिँ बाटो पल्ट्याएको लुक छ क्या, च्याक्लाक सुक्लुक तर एकदमै ठिक छ। यात्रा जारी रहँदै गर्दा अगाडि बढिरहेको छु हामी चाहिँ होइन। एकदमै मजा आउने रहेछ। अनि जाँदै थिएँ बाटोमा पानी पनि पऱ्यो साथीहरू होइन। पुरै गाडीहरू एकदमै हिलो छ्यापेको थियो। एकदम मजा पनि आएको थियो, शीतल पनि भएको थियो, पानी पर्दै मजा आइरहेको थियो। र आएर मलेकुमा खाजा खायो, चाउमिन होइन। अनि गेस्टलाई चाहिँ मैले चाउमिन दिएँ भने मैले चाहिँ कालो कफी खाएँ, ब्ल्याक कफी अमेरिकन। त्यसपछि हामी एकचोटि आइपुग्यौँ होइन। आउँदा बाटोमा एकदमै खाल्डो खुल्डी, अझ पनि यो सडक चाहिँ सरकारले अलिक चाँडै बनाइदियो हुन्थ्यो। दैनिक यात्रा गर्न चाहिँ एकदमै कठिनाइ छ अहिले पनि। यो चाहिँ र सबैजना यता पनि मुस्कुराएर हिँड्नु होला। हेर्नुहोस् त, गर्दैमा त नागढुङ्गा पो आइपुगेको छु है। टाक्राक टुक्रुक गर्दा हेर्नुहोस्, यो नागढुङ्गाको मेन वेलकम ठाउँ हो यो चाहिँ होइन। हामी यहाँबाट आउँछौँ भने यहाँबाट हामी हिँड्नुहुन्छ, यो नाका भयो है। मजा आउँदो रहेछ। जस ओके छैन, यो चाहिँ नागढुङ्गा है त। नागढुङ्गाको दृश्य रमाइलो दृश्यका साथ आइयो। र हामी अहिले कलङ्कको जाममा छु। अब म होटेल पुग्ने क्रममा छु। म चाहिँ अब यसपछि सिधै होटेल होलिडे इनमा इन्ट्री भएँ। अब मैले यसलाई होलिडे इनमा छिराइदिएँ है त। र मेरो लगभग यहाँबाट आज उहाँलाई अन्तिम बिदाई। भोलि प्रस्थान गर्नुहुन्छ आफ्नो घरमा। र मेरो गेस्टलाई पनि मैले नमस्ते भनेको, उहाँले नमस्ते गर्नुभयो। अब फर्क्यौँ।